हामी चाहिँ आज बल्छी थाप्नलाई गयौँ। म चाहिँ बिहान उठेर फ्रेस भएर ठुलोमम्मी घर गएँ किनभने आज चाहिँ कति स्टुडेन्टहरूलाई चाहिँ खाना खुवाउने ऊ थियो कि कार्यक्रम थियो स्कुलबाट। अनि त्यसपछि हाम्रो अनमोलले चाहिँ सुरुमा ध्यान गऱ्यो। त्यसपछि हामीले त्यहाँ चाहिँ सुरुमा सबै खानाहरू रेडी गऱ्यौँ। अनि यसो हेरेको बाहिर र्याली गइरहेको रहेछ स्कुलको। अनि त्यसपछि हामीले त्यहाँ दहीहरू त्यहाँ खानाहरू तरकारी सबै त्यो मिलाएर राख्यौँ। अनि त्यसपछि अलिअलि टिचरहरू आउनु भइरहेको थियो सुरुमा त। अनि सबैलाई खाना हाल्थ्यो। त्यसपछि हामी चाहिँ यहाँ तरकारी भात सात सब राखेर पालो दिइरहेको थियौँ। अनि मेरो बिग फ्यान बहिनी नै आएर रहेछ। अनि त्यसपछि सबैलाई दिँदा त्यसपछि पछि स्टुडेन्ट पनि सिद्धो पसिना भइरहेको थियो हामी। अनि त्यसपछि बल्ल हाम्रो पाली आएको थियो। पाली भन्दाखेरि नि सुरुमा नानीहरूले खाइरहेको थियो। अनि त्यतिखेर भोक लागेर खायौँ। अनि त्यसपछि एकछिनपछि शिशिर म अनमोललाई बसालेको थियो खाना। अनि शिशिर र मैले त थालभरि यति हाल्यो। अनि त्यसपछि यत्रो काम गरेर धेरै त थिएन काम, त्यही पनि काम गरेर भोक लागिरहेको थियो, केही खाएको थिएन। अनि त्यसपछि यति भात हालेर हामी दुईजनाले चाहिँ गम खाइदियौँ। अनि फेरि एकछिनपछि बसेर अनि पानी आएको थिएन भाँडा मोलाएर। अनि पानी थाप्यौँ। अनि एकछिनपछि त पानी परिरहेको थियो। अनि मैले आइसक्रिम खाएँ फेरि। अनि मैले चाहिँ नानीको घडी चोरेर लाएर मस्त सोअफ गर्दै हिँडिरहेको थिएँ। अनि हामी अन्डा लिएर आयौँ। अनि यता ठुलोमम्मी घर पनि घट्टोहरू काट्यौँ। त्यसपछि त्यहाँ घट्ट पकाएर हामी भन्दा नि म चाहिँ घर गएँ, मलाई बोलाउनु भएको थियो। त्यसपछि म चेक लिएर आएर अनि नानीको चाहिँ खुट्टामा त्यो खै के नङ्की गरिरहेको थियो। त्यसपछि नानी पनि घर गयो। अनि म अनमोल शिशिरले चाहिँ मोमो हालेर मोमो खाएर म जार पुऱ्याउनलाई घरमा गएर खाली जार ल्याएर पसलमा दिएँ। अनि फेरि आएर म रेडी भएर चौर गएर वार्मअपसँग भनेँ। अनि वार्मअपसँग भनेर चाहिँ मैले पुसअप सिटअपहरू अनि त्यसपछि इँटा उचाल्न थालेँ। र म आफ्नो वर्कआउट सकेर म र शिशिर चाहिँ घर लाग्यौँ। र हामी घर आएपछि चाहिँ आज बल्छी थाप्न जाने प्लान थियो। र त्यसपछि शिशिरले चाहिँ गडेउलाहरू खोज्यो। अनि गडेउला नि हामीले कतिवटा भन्दाखेरि 8वटा 9वटा त्यस्तै गडेउला भेट्यौँ। अनि त्यसपछि हामी म बाबा यताको प्रवीण दाई अनमोल शिशिर चाहिँ गयो खोलामा गएर बल्छी गरेर अनि त्यसमा के भन्छ गडेउला हाल्यो। अनि त्यसपछि दुईजना चाहिँ उता खोलामा गएर त्यो यसलाई कि लहरे बल्छी भन्छ। अनि त्यो चेपी गरी अनि हामीले चिनो बनाएर हामी चाहिँ घर आयौँ। अनि यता ठुलोमम्मी घर आएर स्प्राइट खाएर म चाहिँ आइहालेँ। उनीहरू चाहिँ नुहाइरहेको थियो। अनि त्यसपछि म चाहिँ नुहाउन छिरेर आजलाई यति नै, बाई बाई।